आफ्नो हेलो सबजना नमस्कार। म मिलन थापा। आज हाम्रो साथमा हुनुहुन्छ एकदमै प्रतिभाशाली व्यक्ति दाई टेक बहादुर साउद। टिकराज भट्ट टेकराज भट्ट दाई हुनुहुन्छ। उहाँ चाहिँ एकदमै मिठो गीत गाउनुहुन्छ। दाई हजुर हजुर तपाईँ के सानो भन्नु न आफ्नो परिचय। मेरो नाम टिकराज भट्ट होइन त, गोदावरी नगरपालिका स्थायी बसोबास अनि त्यस्तै थाई बसोबास गोदावरी नगरपालिका 10 कुमार कैलाली, त्यति हो। तपाईँ गीत पनि गाउनुहुन्छ? गाउँछु गाउँछु, म यहाँ थे बोल्नु गाउँछु। आउन आएन होइन त, सपोर्ट छ आइरहेछ। गीत गाउँछु। ल तपाईँको एक दुई मिठो गीत गाएर सुनाइदिनुहोस्। मलाई गाउँछु। अरू तपाईँ यस्तो देउडा ठाडी भाका के गीत गाउनुहुन्छ? देउडा शिवजीको। ल मैले शिवजीको भजन गाएँ नि त। हाम्रो शिवजीको कैलासमा प्रभुजीको भक्त को हुनुहुन्छ कमेन्ट गर्नु है। प्रभुजीको बस्ती छ, शिवजीलाई मस्ती छ। बम बोले बम बोले बम बम बोले, शिवजीको नाममा जीको पोका खोले। कैलाश निवासी जय शिव शम्भो, पढाइ लेखाइ अलिकति कम भो, गाजा र धतुर अलिकति कम भो। गणेशजीको पिता तिमी पार्वतीको पति, तिम्रो प्रसार खायो भन्ने बिग्रे हाम्रो मती, तिम्रो प्रसार खायो भन्ने बिग्रे हाम्रो मती। कैलाशमा बम बोले बम बोले बम बम बोले, शिवजीको नाममा जीको पोका खोले। कैलाश निवासी जय शिव शम्भो, पढाइ लेखाइ अलिकति कम भो, गणेशजीको पिता तिमी पार्वतीको पति। कम गड कम गड कम 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 गड कम गड कम कम। हिन्दूमा नारी भन्छन्, मुस्लिममा रब्बा, कोरियनमा एजा भन्छ, साउदीमा अब्बा। कता हरायो मेरो सुर्तीको डब्बा, हरायो मेरो सुर्तीको डब्बा। हो बम हो बम हो बम, बम भोले बम हो कम हो कम हो कम, कम भोले कम भोले कम। यो संसारमा कोही छैन कसै भन्दा कम, कम भोले कम गड कम कम गड कम गड कम। ओके थ्याङ्क यू। और बुढा ल तपाईँले एकदमै मिठो गीत गाउनुभयो। थ्याङ्क यू। अनि एक त्यो भोजराज भट्ट गीत गाउनुभयो, अनि शिवजी गीत गाउनुभयो। अनि कता हरायो गाँजाको डब्बा, त्यस्तै दुधको डब्बा। यस्तो तपाईँको भिडियो यस्तो मैले सामाजिक सञ्जालमा राख्दा कि फरक फरक परेन। तपाईँले आफ्नो कुनै कुरालाई गलत नियमसँग नपारेर तपाईँले राख्न सक्नुहुन्छ। सबै कुरामा तपाईँ उ गर्न सक्नुहुन्छ। हस् भाइ, तपाईँ यदि तपाईँको चलेपछि म अर्को नेक्स्ट भिडियो होइन तपाईँ हुन्छ। धेरै धेरै धन्यवाद त्यसका लागि तपाईँलाई। तपाईँले यो कुराहरू जहाँ पनि सबै कुरालाई जोगाउने गरी तपाईँ लिगल हिसाबले सोसियल हिसाबले सबै कुरामा प्रयोग गर्न सक्नुहुन्छ। ल दाइ हस्, यो मेरो पर्मिसन। थ्याङ्क यू। अरू के गर्नु सक्यो ल तपाईँ अहिले छुट्छौँ। अब नेक्स्ट दिन फेरि भेटौँ है। हस् हुन्छ। थ्याङ्क यू बाबाई।